मलाई केही पनि चाहिन्न म चाहिँ अब मन्त्रालयमै बस्ने हो त्यही ओछ्यान लाउने हो त्यही सुत्ने जेसुकै गरेर आफ्नो बुद्धि लगाएर गर भनेको त्यो जेसुकै गरेर गर्दै नगर अहिले पनि भन्ने त्यही हो जहिले पनि भन्ने कुरा हरेक युवाले कुनै काम गर्दाखेरि कसैलाई सोधेर कसैको पुच्छर लाएर काम गर्ने होइन आफ्नो बुद्धिले काम गर्ने हो अब यो त अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि अपरझट अब अहिले नै यो गर्छु भन्ने कुरा चाहिँ नसोध्नुहोस् तपाईँहरूले पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो यस्तो मात्र होइन सधैँ हुन्छ चुनौती आज मात्रै हुँदैन यो जस्तो यो आज मन्त्री बन्दै गर्दा तपाईँले अस्तिसम्म म मन्त्री नबनौला भनिरहनु भएको थियो तर मन्त्री बनिहाल्नु त्यो जिन्दगीमा ठेगान हुँदैन कि भर हुँदैन कुनै कुरा यस्तो हुन्छ जो गर्दिन भन्दाखेरि गर्नुपर्ने बाध्यता हुन्छ अहिलेको भएको बाध्यता त्यही हो तपाईँले जस्तो मलाई मन्त्री नभन्नु भन्नुभयो नि जस्तो मैले वीरगञ्ज कृषि औजार कारखाना चलाउँला भनेर भनेको होइन परिस्थिति आइपऱ्यो अब यो मन्त्री पनि यस्तै हो यो गर्दिन भन्दा पनि परिस्थितिमा आइपरेपछि छोरो भएपछि चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कुरो चाहिँ पाठ सिक्नुपर्छ युवाहरूले जस्तो तपाईँले धेरैले प्रश्न गरिरहनु भएको थियो होइन अब तपाईँ त्यही ठाउँमा हुनुहुन्छ जस्तो शिक्षा ऐनको विषयमा अन्य विषयहरूमा तपाईँले प्रश्न गरिरहनु भएको थियो के यस्तो हो अहिलेको यो भनेको यो 6 महिनाको कार्यकाल हो 6 महिनाको कार्यकालमा खास त्यति गर्न सकिँदैन र यसमा चाहिँ फेरि के छ त भन्दाखेरि कुनै नयाँ ऐन ल्याएर चाहिँ त्यो पास गराएर त्यो काम गराउन सकिँदैन मौजुदा परिस्थितिमा के कस्तो गर्न सकिन्छ भोलि पर्सि छलफल गरेर गर्ने कुरा हो अहिले नै यो गर्छु ऊ गर्छु भनेर चाहिँ त्यतिकै चाहिँ गफ लाउने कुरा चाहिँ होइन